अतिथिज्यूहरू र आज 9औं स्थापना दिवस एवं पुरस्कार वितरण यो कार्यक्रममा सहभागी हुन आउनुभएका सम्पूर्ण म्याग्दीवासी, मेरा आदरणीय पूजनीय म्याग्दीवासी दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई म हार्दिक नमस्कार एवं नमन भन्न चाहन्छु। त्यस्तै पत्रकारज्यूहरू, सुरक्षाकर्मीज्यूहरू सबैलाई म नमस्कार भन्न चाहन्छु र विद्यार्थी भाइ बहिनीहरूलाई पनि म सम्झन चाहन्छु। हामी स्थानीय तहको स्थापना 8औं वर्षको स्थापनापछि 9औं वर्षमा हामी प्रवेश गरेका छौँ। खुसी लागेको छ म्याग्दी गाउँपालिकाले आफ्ना भौतिक पूर्वाधार र अन्य विकास निर्माणमा पनि उल्लेखनीय प्रगति गर्दै गइरहेको छ। यसका लागि सम्पूर्ण म्याग्दीवासीहरूलाई म धन्यवाद भन्न टक्राउँछु र जुन समय र अवसर प्राप्त गरेर जति चाहिँ पूर्व पदाधिकारी, जनप्रतिनिधि एवं हालका जनप्रतिनिधिहरूले विकास र निर्माणलाई र विकासका विभिन्न आयामहरूलाई जनतासम्म लान सक्नुभएको छ, उहाँहरूप्रति कृतज्ञता भन्न चाहन्छु। र आगामी दिन यीभन्दा विशेष र जनतालाई मन छुने खालका कार्यक्रमहरू पनि तपाईहरुबाट आउनेछ भन्ने अपेक्षासहित हिजो मात्रै प्रकाशित भएको मैले थाहा पाएको थिएँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा तनहुँ जिल्लाका 10वटै पालिका मध्ये म्याग्दी गाउँपालिका 100 अङ्कमा 72.50% अङ्क ल्याएर प्रथम हुन सफल भएको छ। यो म्याग्दी गाउँपालिकाका जनप्रतिनिधि, क्रियाशील कर्मचारी र सिँगै सबैको चाहिँ यो हाम्रो आफ्नो एउटा चाहिँ यो एउटा मान हो। यो गराउनमा कर्मचारी वर्ग, जनप्रतिनिधि वर्ग र सबैको साथ सहयोग रहेको छ भन्ने मलाई लाग्छ। यसका निम्ति गाउँपालिकाका सम्पूर्ण ओनरसिप सबै साझेदार पक्षलाई म धन्यवाद र खुसी प्रकट गर्न चाहन्छु। अब आर्थिक वर्ष 81-82 को हामी एकदम 8औं महिनाको सङ्घारमा गइसकेका छौँ। यो 8औं महिनाको सङ्घारमा पुगिसक्दा पुँजीगत विकासमा म्याग्दी गाउँपालिकाले कहाँ पुर्याएको छ, यी विषयवस्तुहरू पनि अब सरोकारका विषयहरू हुन्। यिनलाई तपाईँको सार्वजनिक गराउन पनि म म्याग्दी गाउँपालिकालाई हार्दिक आग्रह गर्दछु। र विभिन्न खालका कार्यक्रमहरू पनि म्याग्दी गाउँपालिकाले गर्दै आएको छ। यी गर्दै आएका कार्यक्रमहरूका खर्च विवरणहरू सार्वजनिकरण नभएको भन्ने हामीलाई लाग्छ। यस विषयमा सचेतनापूर्वक जनताहरूले खोज्ने अवस्था हुनसक्छ। सम्पूर्ण खालका कार्यक्रमहरूका चाहिँ खर्च विवरणहरू सार्वजनिक गर्दा जनप्रतिनिधि र कर्मचारी सबै चाहिँ तपाईँहरू जनताको नजरमा राम्रो चाहिँ एउटा चाहिँ पारदर्शी भूमिकामा तपाईँहरू रहनुहुन्छ। यतातिर पनि तपाईँहरूको ध्यान जाओस्। विभिन्न भौतिक संरचनाहरू विभिन्न कालखण्डमा भएका छन्, ती सम्पन्न भएका छन्। ती भौतिक संरचनाहरूबाट जनताले के कति लाभ लिन सकेका छन्, त्यतातिर पनि चनाखो रहेर अपुरा कामहरूलाई पूर्णतातिर लाग्नु होला भन्न चाहन्छु। र आज पुरस्कार वितरणको कार्यक्रम पनि छ खेलकुदको। हाम्रो म्याग्दी गाउँपालिकाले पहिलोचोटि प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको थियो र आयोजनामा 11वटा गण्डकी प्रदेशका 11वटा पालिका चाहिँ फुटबल खेल्न चाहिँ आउनुभएको थियो। तनहुँको हाम्रो म्याग्दीको 5 नम्बर वडाको हाम्रो चाहिँ फुटबल ग्राउन्डमा र त्यो खेल मैत्रीपूर्ण खेलमा गण्डकी प्रदेशका 11 पालिकाका खेलाडीमध्ये हाम्रै पालिकाका खेलाडी भाइहरूले प्रथम पुरस्कार निकाल्न सक्नुभएको छ। उहाँहरूप्रति विशेष धन्यवाद भन्न चाहन्छु। आगामी दिनमा म्याग्दीका नक्षत्रहरूले अन्य विधामा पनि र देश गण्डकी प्रदेश मात्रै होइन नेपालकै चाहिँ खेलकुदको चाहिँ प्रतिष्ठानको चाहिँ माथि जान सकोस्, म्याग्दीलाई चिनाउन सक्न
सक्नुहुनेछ। यसका लागि गाउँपालिकाले योभन्दा बढी अझै खेलाडी भाइहरूलाई प्रोत्साहन र चाहिँ तालिम दिन सकोस्, विभिन्न बहुआयामिक खालका चाहिँ काम गर्न सकोस् भन्ने म चाहन्छु। र विभिन्न कार्यक्रम गर्ने क्रममा यता कता विभिन्न खालका भनाइहरू टिप्पणीहरू आउने गर्छन्। बेला बेला निषेधका कुराहरू हुन्छन्, प्रतिशोधका कुरा हुन्छन्। प्रतिशोध र निषेधबाट हामी कहीँ पुग्न सकिन्न। यो वास्तवमा आफ्नो समाज, आफ्नो गाउँपालिकालाई समुन्नत र समृद्धि गर्नको लागि मिलेर नै जानुपर्छ भन्ने चाहिँ हाम्रो तपाईँहरूप्रति आग्रह छ। र हामी पनि सचेततापूर्वक तपाईँहरूको चाहिँ साथमा कुनै खबरदारी चाहिँ गर्दै मेगदीवासीको समुन्नत भलाइका निम्ति राजनीतिमा एउटा होमिएको पार्टी हो। यी सबै कुराहरू, यी विषयवस्तुहरू वास्तवमा सुशासनका खातिर नै चाहिँ बोलिएको हो हामीबाट। यसलाई अन्यथा नलियोस्। बेला बेलामा हामीमाथि प्रश्न तिर्स्याउने काम भएका छन्। हामी सचेतनापूर्वक खबरदारी गरिरहेका छौँ र आफ्ना विगत पनि तपाईँहरूले बिर्सिन सम्झनु होला। विगत आफ्ना प्र्याक्टिसहरू के थिए? आफ्ना प्र्याक्टिसहरूबाट आज नयाँ उदाउँदै गएको दललाई निषेध गर्ने, प्रतिशोधका भावनामा कुण्ठित खालका शब्दहरू बाणीहरू प्रयोग गर्ने चाहिँ आउँदा दिनमा चाहिँ नरहोस् भन्ने मेरो कामना छ, आग्रह गर्न चाहन्छु। भन्दै समुन्नत म्याग्दीको विकास, सुशासनमा यो अहिलेको यो चाहिँ समितिले, हाम्रो चाहिँ गाउँपालिकाको अहिलेको जनप्रतिनिधिहरूले काम गर्न सम्भव छ, गर्न सक्नुहुनेछ भन्दै आफ्नो छोटो मन्तव्य यहीँ अन्त्य गर्छु। हस्, नमस्कार, धन्यवाद।